हेलो गुड मर्निङ वेलकम टु माई डे 4 ब्लग। अहिले चाहिँ बिहान 7 बजिसक्यो र म चिया पिउँदैछु। आजको मेरो दिनको सुरुवात चियाबाट भयो। गाइस बल्ल बल्ल यतिको मुला र धनियाँ भेट्टाएँ। अब चाहिँ यसको चटनी बनाउँछु म। अनि यहाँ मम्मीले चाहिँ यो के अरे लसुनमा पानी लाउँदै हुनुहुन्छ। मम्मी के हो यो हातमा समातेको? फल के हो नानी? खै मैले पनि त्यति याद गर्दिनँ, तर यो फल खाएपछि क्यान्सरबाट हुन बचिन्छ भन्छन्। तर के हो हजुर यो फल चिनेर कमेन्ट गर्नु है। कोले चिन्नुहुन्छ, कोले ल है चिन्नु साथीहरू, हुँदैन। यो फल चाहिँ के होला? पत्ता लगाउनु ल, पत्ता पत्ता लगाउनु तपाईँको जिम्मा। मैले पुदिनाको चटनी बनाउँछु। मुलाको अचार बनाइसकेँ गाइस। अब म पुदिनाको चटनी बनाउँदैछु। तपाईँहरू कोलाई पुदिनाको चटनी बनाउँछ? मलाई यसको बास्ना एकदम मिठो लाग्छ कि, त्यो बास्ना नै कस्तो मिठो लाग्छ। पुदिनाको चटनी चाहिँ रेडी भइसकेको छ गाइस। ठुली मम्मी, मम्मी के गर्नु लाउनु हजुरले? के को यो के को पात हो रे? यो मुला, पासै, काउलीका पात सबै मिक्स गरेर बनाउने अनि सिन्की बनाउने गाउँको अर्ग्यानिक तरकारी अचार खाने। हेर्नु है साथीहरू, गुन्द्रुक र सिन्की एउटै होइन र? गुन्द्रुक सिन्की त एउटै हो। यसको अचार पनि हुन्छ, यसको तरकारी पनि हुने भयो, यसको रस पनि हुने भयो। बनाउन जान्न पर्यो, सबै थोक हुन्छ, मिठो हुन्छ। अब लगभग यो गुन्द्रुक बनाउने प्रोसेस सकिसक्यो। सबै थिचेर चाहिँ त्यहाँ थुपार्ने। सिन्की तयारी भयो का? तयारी भयो। उमाले हुन्छ 15 दिन खाँच्ने, उमाल्ने 7 दिन सुकाउने घाममा होइन, घाममा, त्यहाँबाट राखेर अनि नयाँ आलुमा मिसाउने। यस्तो मिठो हुन्छ। त्यस्तो मिठो हुन्छ। सोखे लाउलन बाई नभन भयो। अब रेडी भयो लगभग। उफल्दै जाने क्या? सिन्की हो क्या? सिन्की खान्छौ? ढोका ओरी छ। हो सिन्की कति खाऊ अब? कति खाऊ सिन्की? अब घाममा सुकाउने मस्त अनि खाँच्ने। घाममा सुकाउने, घाम छँदै खाने, एउटा डब्बा बाल्टीभरि प्लास्टिकका अनि स्याममा खाने। यसै गरी आजको मेरो ब्लग यहीँ सकिन्छ। बाई बाई।